हेलो गाइज, आज चाहिँ म अहिले चाहिँ म विराटनगर छु अनि म आइफोन किन्न जाँदैछु। तर मेरो होइन, वहाँ पर आइपुग्नु भयो। 30 रुपैयाँ 20 रुपैयाँ दिनु हो त ल्याऊ र अझै 10 रुपैयाँ ए कति म कति बजे आइपुगे कस्तो 10 मिनेट हिँड्नु भनेको थियो ठ्याक्कै 10 मिनेट हिँडेको म हामी चाहिँ यो लक्ष्मी समथिङमा जान आँटेका छौँ। वाउ खुसी हुनुहुन्छ नयाँ फोन किन अर्को अनुहारमा छुट्टै चमक छ नि देखिरहेको। आज सृष्टिलाई निन्द्रा लाग्दैन होला किनकि तपाईँको मुहारको चमकले उज्यालो पारिदिन्छ रातभरि। अहिले चाहिँ हामी पर्खिरहेका छौँ, कुनै एक्टिभेट गर्दै हुन्छ त्यही भएर हामी पर्खिरहेका छौँ। लक्की मलाई दिँदा हुन्छ, रुम भाडा तिर्ने चाहिरहेछ। यो चाहिँ क्यासब्याक हो। यो यहाँ राखौँ, यहाँ सुरक्षित हुन्छ। मेरो ब्यागमा राखौँ न। यो भन्दा सुरक्षित स्थान कहाँ छ? अहिले चाहिँ हस्पिटल आयौँ, यहाँ कुकुलाई लिएर आउनु भएको छ नि त आशाजीले, त्यही भएर कुकुसँग छु अहिले म चाहिँ यहीँ। आशाजी चाहिँ रिपोर्ट लिन कता गएको छ। आयो 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 गमक्कै परेर आयो। आशीर्वाद छ। म चाहिँ वेट नाप्न आँट्नु भएको छ। कति अरे 50 मात्र जम्म मोमो खान। अब उत्सव वेट नाप्न जाँदै हुनुहुन्छ। यो कसो ब्लोर आयो त हौ? मात्रै 66 खाना खाना छोड्दे होइन, म कमै खान्छु नि अहिले। पिर परेर के को देश कसरी विकास गर्ने भनेर पिर परेर पुरा यहाँबाट एउटा कुरा थाहा भयो, उनीलाई विकासले लगेको रहेछ। अब एउटै मात्र काम बाँकी रह्यो, अरूलाई देखाउन।